आज चाहिँ हामी बुटोलमा रहेको ध्रुव तारा कटेज एन्ड रेस्टुरेन्टमा भुट्टा खान भनेर आएको। यति रमाइलो रहेछ यहाँ। यता एक तरफ लुडो खेल्दै एक तरफ हामीले भुट्टा बनाउँदै। अब हामीले तेल हालिन्छ कराईमा, त्यसपछि भुट्टालाई पड्काएर एकदम राम्ररी रातो बनाउनु पर्छ। सबभन्दा पहिला अब हामीले रातो बनाएर यसलाई राम्रो चलाएर आगामा मजाले यसलाई आगोमा भुट्नु पर्छ। मजाले आगोमा भुटेपछि यसमा हामीले अब दालचिनी हाल्ने, त्यसपछि मसलाहरू हाल्ने, त्यसपछि प्याजहरू हालेर एकदम राम्रो तरिकाले भुट्नुपर्छ। मजाले भुटिसकेपछि यसमा रातो मासु नहाले त मजै आउन्न, रातो मासु पनि हाल्न पर्यो। त्यसपछि मजाले यसलाई 5 मिनट तक भुटेर चटचटी भुटेर आगोमा राम्रैसँग रातो हुन्छ नि पकाउन पर्यो। त्यसपछि नुन बेसा लसुनको पेस्ट हाल्ने, त्यसपछि राम्ररी यसलाई चलाएपछि रातो हुन्छ नि। अब चाहिँ हाम्रो मासु तयार हुँदैछ। अब मिट मसला हालेर यसलाई बेसरी राम्ररी चलाउने, त्यसपछि हल्का सस चटनीवाला हालेर रातो हालेर बनाइँदै यसलाई राम्ररी भुटेर मजाले पकाउनु पर्यो। हजुरहरू को कोलाई मनपर्छ यसो कमेन्ट गरेर भन्नु होला, को कोलाई भुट्टा चाहियो